नेपाली नयाँ विवाहित जोडीहरू भिडियो अन्तिमसम्म हेर्नुहोस्। यहाँको सम्पूर्ण गतिविधि मैले देखाउने छु। आज बर्दुबैमा देखेको यो दृश्य तपाईँहरूको लागि हेर्न लायकको सार्थक र प्रेरणादायक त छैन। मैले भिडियो निरन्तरता दिने हिसाबले भिडियो तपाईँहरू बिचमा सेयर गरेको छु। कृपया तपाईँहरूले भिडियो नछुटेर अन्तिमसम्म हेरेर साथ दिनुहोला है। हेलो सम्पूर्णलाई हार्दिक स्वागत छ। हामी यतिखेर बर्दुबैमा छौँ। यो दोस्रोचोटि म बर्दुबैमा आएको। हामी आज रमाइलो गर्नेछौँ। बेलुका अथवा हामी भोलि फर्किनेछौँ रुममा। अनि आज यहाँ धेरै इन्जोय गर्नेछौँ। कति काममा व्यस्त हुने साथीहरू सो फुर्सद मिलाएर हामी घुम्नु नै पर्छ। आज हामी बर्दुबै, मिना बजार, त्यसै गरी नेपाली पार्क, त्यसै गरी हामी समुद्रतिर पनि हामी घुम्नेछौँ। आजको यात्रा अलि लामो नै गर्ने कोसिसमा छौँ। तपाईँहरूलाई एउटा छोटो भिडियो गराएँ। कस्तो लाग्छ भिडियो तपाईँहरूले साथ सहयोग गर्नु होला, लाइक कमेन्ट गरेर। तपाईँहरूलाई यहाँको अरू गतिविधिहरू पनि देखाउनेछु। अस्ति आएको बेला खासै मान्छेहरूको चहलपहल थिएन, किनकि त्यतिखेर म बिहान आएको थिएँ। अहिले दसैँ पनि चाडपर्व भएको हुँदा अलि दाजुभाइहरू साथीभाइहरू भेटघाट लगायतका विभिन्न कामकाजले बर्दुबै अहिले चहल पहल धेरै नै छ। जता बाटोघाटोमा नेपाली दाजुभाइहरू एकदम नै भेटिनु भएको छ। हामीले दाजुभाइ देख्दा आफ्नै दाजुभाइ घडी जस्तो हामीलाई महसुस भइरहेको छ, रमाइलो भइरहेको छ। हामी इन्जोय नै गरिरहेका छौँ। हामीले बाटोको हेर्दै गर्दाको भ्लग गराउँदै गर्दाको दृश्य यहाँ नजिकै नवविवाहित विवाह सकिएर मण्डपबाट बाहिर निक्लिएर यसरी फोटोसुट भइरहेको अवस्थामा हामीले देख्यौँ। तपाईँहरूलाई पनि तत्कालै देखायौँ। यसरी फोटो खिचिरहनु भएको छ नयाँ नेपाली जोडी। उहाँको दम्पति जीवनको शुभकामना नेपाली दाजुभाइहरू। अहिलेतिर मिना बजारतिर हामी घुमिरहेका छौँ। धेरै नै ठुलो छ साथीहरू, गल्ली 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 गर्मी छ। त्यही पनि हामी डुल्ने कोसिस गरिरहेका छौँ, घुम्ने कोसिस गरिरहेका छौँ। हामीलाई धेरै पछि हामी आएका छौँ नि त यता। मलाई लाग्छ एउटा रमाइलो क्षण, एउटा चाडपर्व भएको हुँदा अनि मान्छेको चलपल बढी नै बेसी नै भएको जस्तो लाग्यो मलाई पहिले दिनहरूभन्दा। हामीलाई यता यो बर्दुबै मिना बजारतिर घुमिरहँदा नेपालको काठमाडौँको ठमेल बजारमा घुमेको जस्तो याद आयो साथीहरू। गल्ली गल्ली घुम्दा विभिन्न चलपल देखिने बाटो। हामी मिना बजारबाट सिधै हामी यता बर्दुबैको समुद्रतिर पुग्यौँ। समुद्रमा यसरी कोचाकोच डुङ्गा नाउ पानी जहाँसम्म चढ्ने मान्छेहरूको भिडभाड हुँदो रहेछ। यसरी नै खाना खाने रेस्टुरेन्ट पनि नजिकै हुँदो रहेछ। धेरै मान्छेहरूको भिडभाड हुँदो रहेछ साथीहरू। हामी यस ठाउँको अवलोकन गऱ्यौँ र यस ठाउँको अवलोकन गरे पश्चात हामी उता नेपाली पार्कतिर जान्छौँ। नेपाली पार्कतिर पनि के कस्तो माहौल छ तपाईँहरूलाई पनि त्यहाँको माहौल हामी देखाउनेछौँ। भिडियो अन्त्यसम्म हेर्नु होला है साथीहरू। हामी अहिलेतिर ब्लग छोड्देऊ न नेपाली पार्कतिर आइपुगेका छौँ। यहाँ पनि धेरै नेपाली दाजुभाइहरू हुनुहुन्छ। यहाँ फोटो खिच्ने, भिडियो गराउने। दिनभरि घुमेर मात्रै भएन, हामीलाई खाना पनि अनिवार्य छ। बगी बस्न सक्दैनौँ। हामी नेपाली रेस्टुरेन्टमा गएर थकाली खाना अर्डर गऱ्यौँ र थकाली खाना पनि आयो। साँझको खाना हाम्रो लागि थकाली खाना रह्यो। र भिडियो कस्तो लाग्यो अन्त्यसम्म हेरेर साथ दिनुभयो त्यसको लागि धन्यवाद।